दर्शन सबैजनामा। आज चाहिँ म हजुरहरूलाई फेरि पनि अर्को डिजाइनको बनाउन सिकाउनको लागि आइसकेको छु। यो डिजाइन हजुरहरूले पनि सियो धागो अनि पोते लिएर बसिहाल्नु होला है। मैले चाहिँ अहिले यो एउटा बुट्टा बनाइसके अनि यो बुट्टा चाहिँ मैले बनाउँदै छु है। यो बुट्टा म बनाइसकेपछि चाहिँ हजुरहरूलाई यो चाहिँ मेरो फिनिश भइसक्यो अनि मैले सोचे कि हजुरहरूलाई पनि यसो जानकारी दिउँ भनेर यो मैले फिनिश गरेपछि हजुरहरूलाई सिकाउँछु है। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। ल त है, अब बनाम। मैले चाहिँ यो फिनिश गरेँ, यसरी दुईवटा नै बनाइसकेँ। अब चाहिँ हजुरहरूले यो पाइप बनाइसकेपछि चाहिँ आफ्नो सियोमा यसरी 4वटा पोते लगाउनु होला है। हेर्न सक्नुहुन्छ 4वटा छ, मैले यो 4वटा राखेको छु। अब 10 मिनटको टाइम छ मसँग, म्याक्सिमममा टिकटकमा भिडियो बनाउन। त्यही टाइममा जति बन्छ हजुरहरूलाई देखाउँछु है। यसरी 4वटा लिएर यहाँ जानु होला तल अनि हामीले लिएको अघिको 4वटामा माथिको 2वटालाई छोडेर यसरी हेर्न सक्नुहुन्छ मैले कस्तो गरेको छु। माथिको 2वटालाई छोडेर तलको 2वटालाई यसरी तलबाट सियो लगाउनु। यसरी सियोलाई यस्तो गर्नु होला है तलबाट। यसलाई चाहिँ यसरी तानेर एकदमै टाइट बनाउनु होला। लुज बनाउनु भयो भने चाहिँ हजुरको धागो देखिन्छ। धागो देखिसकेपछि बुट्टा राम्रोसँग खिल्दैन। त्यसैले अब यसरी नै फेरि अब चाहिँ 2वटा मात्रै लिने है। 2टा मात्रै लिने। 2टा लिइसकेपछि यो फोल्ड गरेको 4वटाको माथिको भागमा हामीले सिंगल एउटा माथिकोमा यसरी सियोलाई छिराउने। हेर्न सक्नुहुन्छ यसरी सियोलाई छिराउने है। अनि यसरी तल तान्ने। तानेर फेरि हामीले यसरी मिलाउने। मिलाएर यस्तो टाइपको बन्छ है। यस्तो बन्छ। अब त्यसपछि हामीले चाहिँ अब यो फुल बनाउनु पर्यो। यो फुल जसरी बनेको छ नि यो फुल बनाउनु पर्यो है। फुलको लागि चाहिँ सुरुमा हामीले एउटा मात्रै लिने। यसलाई चाहिँ हामीले बिजोडमा राख्ने। 1 3 5 7 11 9 11 13 15 17 19 21 यसरी जति ठुलो बनाउन चाहनुहुन्छ त्यसरी नै बढाउँदै जाने है। मैले चाहिँ यो 15 सम्मको मात्रै बनाएको छु। एउटा लिने। एउटा लिइसकेपछि हामीले अघि हालेकोबाट हेर्न सक्नुहुन्छ माथिको 2वटामा चाहिँ सियोलाई छिराउने है। यसरी माथिको 2वटामा हेर्नु होला। यसरी माथिको 2वटामा सियोलाई छिराउने अनि यसलाई चाहिँ यसरी सरर तान्ने। तानिसकेपछि चाहिँ यो यस्तो देखिन्छ है। यसरी माथिपट्टि रेड देखि। अब फेरि पनि हामीले 2वटा येल्लो लिने। 2वटा येल्लो। 2टा येल्लोलाई फेरि हामीले माथिको एउटा मात्रै येल्लोमा यसरी छिराउने है। मैले चाहिँ यो प्लास्टिकको धागो युज गरेको छु। हजुरहरूले चाहिँ अलिकति ठुलो पोतेको दाना अलिकति ठुलो छ भनेपछि चाहिँ गर्न सक्नुहुन्छ लाइलनको। मैले चाहिँ प्लास्टिकले बनाएर फेरि पछिबाट लाइलनले चाहिँ भित्रपट्टिबाट बनाएर बलियो बनाउँछु है। अब एक हामीले अघि हालिहाल्यो। अब हामी हाल्छौँ 3वटा रेड। रेड हाल्दाखेरि सेम प्रोसेसमा है। माथिबाट गन्दै जानु होला। 1 2 मा चाहिँ यसरी सियोलाई अगाडि बढाउनु होला। यस्तो भयो नि त। यस्तो। अब फेरि 2वटा पहेँलो। 2टा पहेँलो लिने अनि फेरि अघि 3 हाल्यौँ। अब हामी हाल्छौँ 5 है। 4 5 यो 5 हाल्ने। यसरी 2टालाई मात्रै लिएको छु नि त मैले। 2टालाई मात्रै लिने। 5 हाल्ने है। 5। अब फेरि 2वटा येल्लो लिने अनि यसरी 2टा येल्लो लिने। माथिको मात्रै येल्लोमा यसरी टिप्ने। 5 अघि हाल्यो। अब हामी हाल्छौँ 7 है। 3 4 5 6 7 7वटा भयो। 7। त्यसपछि फेरि जानु
यसरी नै बनाउँदै जानु होला है। 7 अब हाल्नु पर्यो हामीले 11 9 सरी 6 7 8 9 ओ नो जेलियो त यो 11 हाल्यो हामीले हेर्न सक्नुहुन्छ यस्तो भन्छ के 11 हाल्यो हैन। अब फेरि दुईटा पहेँलो अब हामीले 13 हाल्ने है। म मोतीलाई राउन्ड गरेको पनि हजुरहरुलाई देखाउँछु है। 13 हाल्ने 2 3 4 5 6 7 8 यो भयो 13 हालेर फेरि यसरी तान्ने फेरि दुईटा गर्ने अनि 15 हाल्ने है। अब यो 15 चाहिँ हामीले यसरी हाल्ने है। म हजुरलाई मोतीले कसरी मैले राउन्ड गरे पनि देखाउँछु है। 15 यसरी हालेपछि यो बन्यो हाम्रो फुलको भाग हेर्न सक्नुहुन्छ यो फुलको भाग बन्यो। अब चाहिँ मैले एउटा मोती लिएपछि चाहिँ यो धागो जहाँबाट आएको छ त्यसैको यहाँ तलबाट जानु होला है। यसरी त्यसैको यहाँ भित्रबाट सिलाएर ठ्याक्कैलाई राउन्ड शेपमा ल्याउने यसरी हुन्छ। अन्त यो टक्क यसरी बस्यो। यसलाई अझ यसरी भित्रतिरबाट अनि फेरि यो मोतीलाई फेरि हामीले यसैमा फेरि भित्र सिलाउने यसरी सिलाउने बलियो बनाउँछु हामीले है। यसरी चाहिँ बलियो हुन्छ मोतीहरू धागोले टक्क समाइरहन्छ। अनि यसबाट फेरि हामीले लाइलनको धागोलाई पनि बुन्छौँ पछिपट्टिबाट बनाइसकेपछि। अब फेरि यतातिर फर्काएर यो साइडकोबाट यसरी यो पुरै राउन्डभरि हामीले भित्रभित्र सियोलाई जाने है। यसरी हेर्नु त यसरी सियोलाई जाने यसरी सियोलाई जाने। यसरी चाहिँ अब यतिकै डिजाइनले पनि लगाउन सकियो हैन। अनि मैले चाहिँ यो राउन्ड गरेको छु। थ्याङ्क यू। कस्तो लाग्यो बनाउन सक्नुभयो सक्नु भएन कमेन्ट गर्नु होला है।